आज फेरि साडीमा चिटिक्क परेर म फेरि कहाँ जान लागेको छु भनेपछि आज मेरो माइतमा 84 पूजा थियो अनि म त्यही जानको लागि रेडी भइसकेर पनि मेरो घर अगाडि नै थियो माइत अनि म त्यही गएको छु भिडियो पनि देखाउँदै छु। अनि ऊ बुढी आमाको 84 हो बिचारा बस्नुभयो सन्चो पनि थिएन उहाँलाई अनि लागबत्ती बाल्ने तयारीमा अनि म त्यहाँ बसेर भिडियो गराउँदै थिएँ। त्यसपछि उताबाट सबै आउनुभयो अनि लागबत्ती बाल्नुभयो एकछिन रमाइलो भयो। मैले भिडियोहरू थोरै गराएको छु किनभने दुईटा पूजामा जानु थियो मलाई त्यही भएर थोरै गराएको छु। गर्मी त्यसैले अनि झ्याउ पनि लागेको थियो फेरि बनाउन पनि मन लागेको थियो। लागबत्ती बालेको पनि भिडियो गराइसकेको छु मैले। अनि त्यसपछि फेरि त्यो सकेपछि म फेरि फुपूको घर गएँ अनि फुपूको घरमा चाहिँ हजुरआमाको 84 थियो उहाँ पनि 84 भान्जाको व्रत बन्धन थियो। म पुगिसकेँ अनि मैले भिडियो गराउँदैछु भित्र अझै पूजा चलिरहेको रहेछ अनि मैले यसो बाहिर आएर भिडियो फोटो गराउँदैछु। त्यत्तिकैमा मेरो प्यारी साथी भेटिन् अनि हामीले फेरि हाँस्दै मैले भिडियो गराएँ तिनीसँग पनि मोटु बर्दुको जोडी भन्दै। अब म पनि त्यस्तै हुन लागेको छु मोटाएर। अनि फेरि भान्जाको उता भान्जा भर्खर भिचालेर बस्नु रहेछ म आउन लेट भयो अनि उहाँहरू दुर्नको लागि रेडी हुनुभएको रहेछ उद्योग गरेको पनि मैले भिडियो गराउँदैछु मामाले छोप्नको लागि। अनि हामी खाना खान बस्यौँ। हामी खाना बसिसकेपछि सबै मेरो साथीहरू हेर्नु न ओहो म त बोल्न पर्यो के म जससँग पनि मिल्छु। अनि त्यसपछि हजुरआमाको जोख्न लाग्नुभयो हजुरआमालाई अनि हजुरआमालाई जोख्न लागेपछि म त्यसैमा नै यति भिडियोहरू गराउँदैछु। त्यसपछि म घरतिर लागेँ। हस्त बाई गाइस आजको मेरो मिनी ब्लग यति नै। सबैले माया गरिदिनु ल जानी नजानी गराएको मिनी ब्लग।